आज खोलातिर आएर सोचेको भन्दा पनि ठुलो ठुलो माछा पकाडियो। हेलो एभ्रिवान, आज चाहिँ म गाउँको साथीहरुसँग खोलातिर माछा मार्न जान थालेको। यतातिर चाहिँ साथीहरुले माछा मार्न हतियार रेडी पारिसकेका छ जसलाई हामीले तीर भन्छौं। माछा मार्ने तीरमा त्यति खासै धार थिएन, त्यसैले म धार लाउँदै बसेको। अहिले चाहिँ हामी साथीहरु नयाँ जोशको साथमा खोलातिर आइपुगेर आउने साथै कुवामा ठुलठुलो माछा रहेछ। तर अनफर्चुनेटली हामीले त्यो माछा मार्न पाएनौं, किन भन्दाखेरि कुवामा धेरै पानी थियो र त्यहाँको बासिन्दाहरुले यो पानी युज पनि गर्दै रहेछ, त्यसैले हामीले मारिनौं। फर्स्ट ट्राइमै हाम्रो फर्स्ट बोनी भएर त्यो कुन माछा हो त्यो चाहिँ मलाई थाहा छैन। त्यसपछि हामीले झुल पनि ल्याएको थियौं र झुलमा पनि सानोतिनो माछा पकाडियो र एकदमै हाम्रोतिरको रेयरेस्ट झिंगा माछा पनि पकाडियो। माछा सहित हामीले गंगटा पनि पकाडिरा थियौं, जुन चाहिँ साइजमा ठुलै थियो। यता चाहिँ झुल थाप्दाखेरि हाम्रो दोस्त यसरी लड्यो। हाम्रो दोस्त लडेर होला यसपालि झुलमा एकदमै ठुलो माछा परेको थियो, जुन देखेर केटाहरु झन् जोसिलो भयो। मान्छेहरुले भन्छ नि जुन हिसाबको मेहनत गरिन्छ त्यही हिसाबको फल पनि पाइन्छ। यो चाहिँ म किन भनिराछु भन्दाखेरि हामी चाहिँ लडेर भए पनि माछा पकाड्न छोडिनौं। एकछिनपछि त झुलमा ठुलठुलो माछा आइदिएको थियो नि दुईटा। माछा भन्दा नि धेरै फोकस हाम्रो गंगटा माथि थियो, किन भन्दाखेरि गंगटा माछा भन्दा नि मिठो हुन्छ। त्यसैले हामीले ठुलो ढुङ्गा पल्टाएर एउटा गंगटा पनि पकाड्यौं। हामीले गंगटा एउटा दुईटा हैन धेरै पकाड्यौं, जसको क्लिप चाहिँ मसँग छैन। हामीले गंगटा पकाडेको मध्ये सबभन्दा ठुलो गंगटा यही थियो। अब चाहिँ 12 बज्न लागेको थियो र हामी बिहानदेखिबाट भोकै थियौं, त्यसैले घर फर्किनु परेको। I'm Mr. Body Catcher, Slaughter Gang Soul Snatcher. Ain't no regular F-150, this a fucking rap. घर फर्किँदै गर्दाखेरि हामीले यो फल खायौं जसलाई हामीले तुत भन्छौं, जुन चाहिँ एकदमै गुलियो थियो। सो फाइनली गाइज अब चाहिँ हामी घर फर्किन लागेको। घर पुगेर चाहिँ मस्त पकाएर खानेछौं। थ्यांक्स फर वाचिङ।